everyone, welcome to Nepali Naga Kitchen. आज चाहिँ म 90% मान्छेले मन पराउने सब्जी त्यो बनाउन गइरहेको छु अनि होप यु गाइज आर इन्जॉय. लेट्स सी. अनि यो सब्जीको नाम चाहिँ करेला. यहाँ चाहिँ हामी दिमापुरमा चाहिँ मोस्ट अफ द टाइम बोइल गरेर खान्छ अनि त्यही भएर आज म फ्राई गर्छु. यसरी काटेँ मैले अनि यसलाई पिस गरेर यसको लागि चाहिने सामान चाहिँ मैले प्याज, टमाटर, अदुवा, लसुन, खोर्सानी है अलिअलि काटेर सबै राखेको छु. एउटा पेन लिने, त्यो पेन गरम भएपछि त्यसमा तेल हाल्छु. तेल हालेपछि अलिकति प्याज हालिदिने. जुन चाहिँ अघि काटेर राखेको प्याजलाई चाहिँ म चाहिँ अलिकति गोल्डन ब्राउन बनाउँछु त्यो प्याज. अनि यतिको गोल्डन ब्राउन भएपछि त्यसमा म लसुन, अदुवा, टमाटर, खोर्सानी अनि करेला हालिदिने. अनि यसरी हालेपछि त्यो करेलालाई अनि त्यो माथि चाहिँ म हल्दी, धुलो खोर्सानी, नुन आफ्नो स्वादअनुसार हाल्न सक्नुहुन्छ. यसरी हालेपछि मजाले चलाउने अनि यसरी हल्का फ्लेममा पकाउँदै हामी चलाउँदै पकाउँदै गर्नुपर्छ. अनि फाइनली हाम्रो करेला चाहिँ पाकेर अब रेडी भयो. अनि तपाईँले पनि यसरी बनाएर खानुहोस्. थ्याङ्क यू. आई होप तपाईँलाई सब्जीको रेसिपी मन पर्यो भनेर. तर यसरी बनाएर खानुहोस्, तपाईँलाई पनि मिठो लाग्छ नमनपर्ने मान्छेलाई पनि. थ्याङ्क यू फर वाचिङ माई भिडियो. बाई. सी यु इन नेक्स्ट भिडियो.